हेलो हाई नमस्ते वेलकम टु माई युट्युब च्यानल। सबैजनालाई मेरो युट्युब च्यानलमा स्वागत छ। अब आज चाहिँ हामी ओहो के देख्यो ब्याकग्राउन्डमा। अब आज चाहिँ हामी सुपा देउराली जाँदैछौँ, हाम्रो फ्यामिलीहरू सबैजना सुपा देउराली जाने कार्यक्रम छ। अब हामी चाहिँ सबै फ्यामिली भएर सुपा देउराली लिएर जाँदैछौँ। अब यहाँ अब यिनीहरूलाई चाहिँ आज होली लगाइरहेछ है। अब चाहिँ हामी निस्किन लागेको करिब बिहानको 8 बजिसक्यो। तिमीहरूको होली सुरु भयो? होली सुरु भयो? आज चाहिँ तराईको होलीको दिन हो र यस्तो मैले पनि टिका लगाइसकेँ। अब हामी चाहिँ उता सुपा देउराली जाने कार्यक्रम छ। अब अहिले गएर अब त्यसपछि पूजासुजा गरेर ट्याक्क दिउँसो फर्किने। दिदीले त यहाँ सबै झरेदिनु अगाडि मिलेर गाडी त कोइदिला हालेर हिँड्छ त हैन यस्तै हुन् के माइक्रो स्कर्पियो कोही यो खाने सिट गाडी हुन्छ के यो खाने सिट छैन हुन्छ चार जना बस्नै मिल्दैन यस्तै खाने गाडीहरु यात्रा गर्न सकिन्छ हो बिचको नि त्यता बेला पानी हाल्ने सिसा गएन नि माथि। हेलो हाय बम्बु गाउँको आपणे लाइदिनु भयो मलाई ल गाइजहरु हामी चाहिँ अहिले अमराई बजार आइपुग्यो। अमराई बजार यो चाहिँ अमराई बजार आइपुग्यो हामी अहिले। अब यहाँ यसो चिया खाने कार्यक्रम छ, चिया खाइन्छ ट्याक्कै झरी अमराई बजार। कस्तो छ चिया राई मम्मी? मिठो सुन्तला भ्याउ Bye.
हामी नर्मल किन्ने आऊ हेर त सपिङ गर्दै हुनुहुन्छ यहाँ मैले गिफ्ट किनिदिएको यहाँ मेरो कतिवटा भयो भने 1 2 3 3 4 5 6 7 8 भयो एउटा पुस्माको छ नौवटा भयो है मेरो हिसाबले भोलि आउँछ म कहिले काहीँ लाउने हो कि सधैँ यो त्यसमा त्यसै गरे यदि चेन लगाइदिनु मम्मी चेन लगाउनु हामी चाहिँ हिँड्ने हो बाई बाई सुपदेउरा हामी हिँड्ने अब चारै गर्नु थियो
टक्क च्वास के जस्तो तपाईँलाई ऊ खाना के अरे ऊ खाने भने होइन के अरे के भन्छ नि अरे हामी चाहिँ अब यसो पेट पूजा गर्न बसियो चटनीमा 3 नुन रहेछ साग सबै कालो